हेलो एभ्रिवान आज चाहिँ हामी भन तिमी मासु अनि सुक्खा रोटी बनाउन गइरहेको छौं। यही नहीं अभी और सुनिए। मलाई चाहिँ यहाँ पिर्तीले बनाउन लागि चाहिँ उसको घरमा आएको म पाहुना हो कि नकर हो जलवा है हमारा। मलाई पनि थाहा छैन। अनि अरू म यहाँ प्याज काटे, लसुन छोडाए अनि यो के रे धनिया काटे। अब टमाटर पनि काट्छु। अनि हामीसँग चाहिँ रोटी बेल्ना नभएर चीटिंग करता है तू। जुगाडका साथ हामी रोटी बनाउन जाँदैछौँ। आजको सेफ चाहिँ मिस रचिता दाहाल हुनुहुन्छ। उहाँले नै सबै त गर्नुहुन्छ, म हेरेर बस्ने मात्र हो। आज चाहिँ पिर्तीले हामीसँग चाहिँ बेल्ना नभएर चाहिँ यसरी गरिराखेकी चाहिँ यहाँ पिठो यति गरेको छौँ। मिस रचिता दाहालले यो काट्नु भएको। वाओ यार, शुरू करते हैं बिना किसी डेडिकेशन के। फाइनल्ली यस्तो पनि रेडी भइसक्यो। हाम्रो खाना रेडी भइसक्यो। अब हामी खाना लागेका छौँ। तिमीलाई हालेको मलाई हालेको यो जसले खायो नि भइहाल्यो नि। म चाहिँ खाएँ। कैसी लगी आगे स्वाद? खाए ल भने खाऊ न। खाएँ ल। मैले दुवैजना हालेर खाँच्नु। अब त्यही हुँदैन। तिमी जानुभयो खैन डिफ्रेन्ट सेपबाट। ओइ देखाम ला। ओइ छाता छाताको त यो मात्रै छ त। देखाएर बस। छाता खाऊ है तिमी। के खाऊ रे? छाता। ए ओ सिट, म पानको भात खान्छु। यो चाहिँ कोक हो। टेस्ट गरौँ। टेस्ट गरौँ न। कोक पनि ल्याएको थियौँ। बोतल चाहिँ उता अर्को कोठामा छ। लु दुवैजनालाई नाके लागिछ। त्यही पनि अब कोक नखाइ नआउने भयो ऊ। अनि त्यही भएर 130 रुपियाँको कोक ल्याएको। खाऊ न। किन हाँस्छ? मिठो भएको छ। मसला गनाउँछ भन्थ्यौ नि, गनायो? म मासु मन पर्दैन। मासु खैन खै हटिदिन्छु कि म त्यो छाला रहेछ नि हेरेको। सानो म चाहिँ उसलाई सानो हालिदिएर यत्रो चौटो लिइराखेको छु। नत्र यो दिनु पर्यो। नाइ नाइ नाइ। हामी यति लगाउँदैनौँ भनेर भात पनि ल्याएको छौँ। मुलाको त नखाने नहाल्ने। यो चाहिँ मुलाको अचार। यो चाहिँ च्याउ यो चाहिँ रोटी। काँक्रा दाल थोरै छ। दुईजनालाई पुग्दै खाना। सरी खाइहाल्नु भयो। खोइ ज्वरो झर्न आउने हो कि। नखाम भन्नु मनले मान्दैन। के गर्नु? रोटी बनाउन नआएको अवस्था। भात रोज्ने हो कि होइन? उसले चाहिँ मासु थोरै हालेको चाहिँ मैले कम्मै दुईजनालाई हालेको। बराबर छ है। छ। मेरो प्लेट पनि ठुलो छ नि त। एक प्लेट अरे थाल।
कति बज्यो 20 भयो कति 7:20 अँ। कि 8:20 सात अघि 7:19 भयो भनेको चाहिँ थियो रोटी फुलेको थिएन त्यही पनि मिठै भएछ है उही भाजी सेलाइसक्यो हाल्दिउँ किन खाएपछि अगाडि दिनु अगाडि रहेछ मासु पसलेलाई मासु हाल्दै भनेको हाल्दै हाल्दैछ मासु पनि छ होइन अलिअलि छ त्यो नरी फाट्ने एक ठाउँमा 80 जो मासु पाइन्छ भनेर लेखा नि त्यो हामी चाहिँ आएको थियौँ नि एकपल्ट त्यहाँबाट यताबाट मुना घर चाहिँ जाने भएको थियो क्या त्यहाँनिर चाहिँ राम्रो मासु दिन्छ मेरो चाहिँ आज कपाल केराटिन हालेको त्यही भएर अलि एक्स्ट्रा देखिरहेको मलाई के हो यसले पकाएको हो त्यो काम भएको छ काम यसको प्रकार मेरो चाहिँ मासु खप्लाक्क खान पनि मिल्दैन उसको समस्या छ दाँतमा के समस्या अरे मासु तान्दाखेरि दाँत होला भनी डर देखाइदेऊ न एकचोटि खोलेर भरे लास्टमा उसको के समस्या हो देखाइदिन्छु तपाईँहरूलाई डेली भ्लग हाल्नु भनेको कन्टेन्टै पाउँदैन यार कपाल साइकल काटेको यो तर क्यामेरा त खतरा रहेछ त कसले काटेको भन मालिकनीले काटिदिनु भएको मालिकनी भन्दा नराम्रो लाग्यो तिमीलाई किन मालिक नै भन्दा राम्रो हुन्छ र राम्रो हो कसै नराम्रो लाग्छ नि त मलाई लाग्दैन हामीले कसलाई मिस गरिराखेको छौँ मुना स्वस्तिका सुमिना सबै मिस गरिराखेको छौँ है मिस गरिरहेको छौँ हाम्रो भिडियो हेरेर नरिसाओस् स्पेसलीको सबै को भन्नु पर्छ मासु लभर स्वस्तिका धेरै मिस गरिराखेको छौँ ठिकै छ भोलिपर्सि खाम्ला हामीले प्लान गरेको थिएन नि त हामी यसरी खान्छौँ भनेर अनि प्लानै भएन डाइरेक्ट म आएपछि प्लान बनाऊ कति दिनसम्म अस्तिदेखि रोटी खानु मन थियो साथी नभएर एक्लै के खानु भनेर फुपू नि हुनुहुन्न त्यही भएर अल्छी लागिरहेको थियो ठ्याक्क ऊ आयो भनेर खाइ नै हाल्यो हालेर झुन्डा खाने कोठामा हामी घर काट्नु जाँदाखेरि पुरै पोको पर्दै लुगा यहाँ चाहिँ सरार राखेका
कसले तिमीले राखी फुपूले कहाँबाट घुम्न जाँदाखेरि फुपू फुल लभर हो नि त अब फुल भनेर त घाँसको फुल नि ल्याउने त्यो त राम्रो देखेको छैन बिजायो भने त गाह्रो हुन्छ बुझाउँछ यसले चिलाउँछ कस्तो खाँदैमा त अगाए भात खानु परेन ए कोक धेरै नखाऊ है झन् धेरै चिसो लाग्ला खाँदा खाँदा आफ्नो त डल्लो मान्छे त्यहाँ माथि झन् डल्लो भइसक्यो कता त्यो जुठो हाल्नु तर लास्टै फोस्को क्या अस्तिमा 20 रुपियाँको 3टा दिएको थियो के काँक्रा कति किने 2टा अरे जो होटेलले 20 रुपियाँको हो भन्यो 50 रुपियाँ दिने 30 रुपियाँ फिर्ताल्यो अनि फेरि के मोड चल्यो यो एउटा नै लिएर जानु भनेर दिएको एउटा मात्रै बाँकी थियो भन्ने थियो राम्रो देखेर होला अब पछि बनाउनु गरेर आएको आउँछ दिदी अचार खानु मन लागेको छ भन्नुभयो तिमी पो अफिस जान्छौ त भाइ बहिनी तिम्रो पो काम हुन्छ त हामी त बेरोजगारी हो भन्दै म नि जब गर्नुपर्ने कता टिस्यु पेपर उतै है ऊ राख्दैछु तिम्रो ए आएन छैन छैन दुईजना मर्गीको रोगी भएर अब त नमिठो लाग्न थाल्यो मासु पनि त्यसलाई पनि गनायो होला मसला अब चाहिँ छैन भन्छ मलाई त गनाइसक्यो अलि हाली खाला ल हाली खाऊ ल भनेको हाली खाला ल धेर नखाऊ है 3 चोटि थपेर आइसकि ओइ 2 चोटि चाहिँ हो है सुरुको फर्स्टको 1 चोटि अनि मैले पछि अरू थपे खानुमा झगडा गरिरहेको छ यार यत्रो धेरै छ है अल्छ धेरै नखाऊ राति गाह्रो होला भनेको नि उसलाई आधी पठाइदिन्छु उसो गर अब ए लान्छ ए लाने साँच्चै मैले किनेको हो अब उरेको त लैजानु परिहाल्यो नि बोला सब गाउँको बोला माइक ल्याइदिनु मैले किनेको मासु भन्नु होला कराउन पाइहाल्नुहुन्छ नि त्यो देउरे हातले एउटा काँक्रो देऊ त मेरो चाहिँ घडी 2200 घडी हो उसको बोयफ्रेन्ड दिएको म सिङ्गल हो अहिलेसम्म अस्ति मैले पानी पसेर घडी लाउँदै थिएँ आज कसैले नयाँ घडी ल्याएर कहिले यो घडी कहाँ लाग्यो यो घडी मैले पहिलोचोटि देखेको राखेको ल अस्ति आउँदा पनि यही घडी लाग्ने है मैले नोटिस गरेन कतै मै मन्थलीबाट अर्डर गरेर ल्याएको अनलाइन काठमाडौँ अर्डर गरेको होइन मन्थलीमै अँ यसको कुरा पत्याउनु भन्नु घर सबै लोकै भयो ए खानु जान्दिन
खान जान्दिनँ थोरै थोर बनाउँछु यो पकाउन जान्दिनँ सबै मैले सिकाएको यसलाई ओहे पकाएको मैले होइन मलाई पाहुना भइहाल्यो नि कस्तो मासु हो खाने चौटो मासु मसला गनाएर छ हो अघि गनाएको थिएन अहिले यहाँसम्म आउनु लाग्यो ओइ खाना खाऊ है रोटी नखाऊ ओइ च्याउ खाऊ न मैले सबै होला मैले आउँछ होला भनेको छ अरे त ओइ खाना नखाने अब के खाना खानु खाने तिमी अनि दुवैजनाले थोरै थोरै खानु त एक एक गाँस हुन्छ छोडिदिन्छु ल ओइ यति मात्र हालिन्छ अहिले एकचोटि हाल्नु हुँदैन ल अब हामी त हल्दा काली हौँ ओइ त्यो त अति भयो है छ्या बराबर गर्नु दाल हाली खाऊँ ल थोरै मासु नखाऊ एउटा छालो भएको मासु हाल्छु म आफै हाल्छु लु अनि म हालिदिन्छु खोजेर होइन कपाल लामो कपाल जस्तो त त्यसकै त हो नि तिमीले ससको सबभन्दा हेयरफल त्यसकै हुन्छ च्यानो है ल मासु दाल काँक्रो मुलाको अचार भात लम्मा पार्दै खाने हो यो के अरे च्याउ फ्राई गरेको च्याउ फराई खाने फराई त्यत्रो होइन थोरै हालिदिन्छु क्या कसरी हो थोरै हो ल फ्राई गरेको च्याउ च्याउ खाएर अड्क्यो दाँतमा खाइन् ल भात अलि हालेर खाऊ न तिमी तिमी गर त्यसलाई खान मन लाग्छ होला अनि मैले चिया खानु मन लाग्यो त थपिहाल्छु थाहा भयो नि त नि म कस्तो मोटी छु नि त उसको डबल छु म गर सिनको हो यो त सिनको म वेट गेन गर्नुपर्ने छ अब अलिकति कति सेतो हो मेरो हात अनि मेरो तिम्रो अझ धेरै सेतो हो हिजो त्यो खाएर भन्ने दिदीलाई देखेको तिमीले जिममा देख्छु जिममा सम्मान गरेर छ नि त को खाएर गुरुङ न दिदी त्यो गुरुङले निर्मला आउँदै थाहा छैन न गुरुङ दिदी मात्रै थाहा छ गुरुङ विनिता विनिता राई अरे राई गुरुङ राई नै हो त्यो ए गुरुङ थङ्बे गर्नुभएको राई खाएर भन्दैन जतिले राई हो अचार खाने के गर्छ उयो आप मुला तिमी खाने एउटा खाऊ न चल्यो एउटा मात्र एउटा लास्टै भोरी छ क्या यो मेरो आँखा सानो भयो होला हेर न मस्करालाई चाहिँ देखिन्छ हो नि गाजरहरू लाए जस्तो क्या जस्तो भित्र बसेको क्या है होइन भन त हो
तर केही लाग्छ त सानो हुनुको पनि फाइदा के फाइदा त्यो पर भन्दा आँखा खुल्ला छ कि बन्द छ केही थाहा हुँदैन बाहिर त मेरो त काँक्रा त फक्जाक खसाक भए पनि सक्यो सकेको छ तर खानामा अस्ट्रेलियाको काँक्रो कति मिल्छ म कस्तो चाटी खान्छु खायो भने चाटो अगाउनु के अरे खायो अगाउनु चाटी मोटाउनु भन्छ नि नबटाउने भने होइन तिमी त्यो नचाटिकन त तिमीले चाहिँ नचाटेर पनि हो क्या दुधाको भित्र कोक छ कहिले खाइसक्नु हो उता घरमा दुध हालेको चिया पकाउँछु भने पल्लो नानीले त्यो पनि खानालाई अलिकति पेट खाल्ला हो यो घर नगएर फेरि खाना खान्छ खानु चाहिँ होइन चिया खाने हो यहाँबाट 10 मिनट जति हिँड्नुपर्छ नि त 10 मिनट त घर छ नि त ल कोक मलाई धेरै हाल्यो क्या हो त्यो भन्दा यो रहेछ ठुलो हो ग्लास अलिक त ठुलो छ चिया यति खाऊ न किन यति नाश गर्नु हेर न कि ओइ यहाँ खोलेको तिमीले इन्कार गर्यौ इन्कारै हो यत्रो कोकले पचेन भने पच्छ कोक खायो भने दाइले आएर खाना खानुहुन्न दाइ 11 बजे आउनुहुन्छ भनेर खाना हुन्छ ओइ खानु जसरी भने नि भनेर म त खाएर आउनुहुन्छ नि आउने बेलामा खाना खाएर आउनुहुन्छ क्या यो कृष्ण मन्दिर कि उता कृष्ण मन्दिर यो कृष्ण मन्दिर ए यहाँबाट नजिकै पर्छ होइन र 10 मिनट सर्टकट जान्छ वारी पारी वारी नै हो लिएको छैन त्यो स्टार्ट फुड एन्ड ब्याङ्क्वेट कृष्ण मन्दिरदेखि 1 मिनट हिँड्नुपर्छ मन्दिरदेखि क्या मन्दिर अलिकति तल कति भइसक्यो कृष्ण मन्दिर अस्ति त्यही वारी गर्दाखेरि बाटो त्यही बाटो चाहिँ गएको सबै फ्याल्ने अब यो राख्छु यो राख्छु यो राख्छु यो राख्छु त्यो पनि राख्छु फाइनल्ली हामीले चाहिँ खाइसक्यौँ हजुरहरूलाई भिडियो कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला ताकि आगामी दिनहरूमा हामीले हजुरहरूको प्रतिक्रिया लाई मनन गरेर भिडियोहरू अपलोड गर्नेछौँ राम्रो लाग्छ भने राम्रो नराम्रो लाग्छ भने नराम्रो कमेन्ट गर्नुहोस् हामी भिडियोलाई लाइक सेयर भिडियो मन पर्छ भने लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला र नयाँ हुनुहुन्छ भने छेउमा रहेको सब्स्क्राइब बटन पनि दबाउन नभुल्नुहोला ताकि हामीले अन्य भिडियोहरू अपलोड गरिरहेका हुन्छौँ नोटिफिकेसनमा आउँछ हजुरहरूले हेर्नलाई पनि सहज हुन्छ बाइ बाइ